दादागिरी चल्छ। गणेश नेपालले न्याय चाहेको छ। गणेश नेपालीको हत्यारालाई कारबाही हुनुपर्छ। राहदानी विभाग अगाडि एकजना युवाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाइसकेपछि उनको निधन भइसकेपछि युवाहरू आक्रोशित भएका छन्। गणेश नेपाली कार चढेर कारको पार्किङको समस्या भएको होइन नि। तब 10 दिनसम्म मेहनत गरेको एकछिनमा तपाईँको 10,000 को चिड हानिदिन्छ भनेपछि त्यसले के सोध्छ भने बाइक चलाएर किस्तामा बाइक निकालेर चाहिँ पठाउ चलाएर किस्ता तिर्ने र बिहान बेलुकाको छाट्टाने गरिब हो नि। न खाद्यान्न न पेट्रोल न केही कुराको पनि रेट घटाएको छैन भने राइड सेयरिङको रेट चाहिँ ठ्याक्कै आधी भएको छ। एउटा जग्गा धितो राखेर उनीहरूले के गरे हुन्छ नि, एउटा बाइक किनेको हुन्छ हो, त्यही बाइकमा चाहिँ कर, त्यही बाइकमा चाहिँ चिट काटेर 10,000 चिट काटेर त्यो 10,000 को बाइक किन्न त्यो बाइकै छोडिदियो भएको त। विदेशी सिस्टम राख्नु खोज्छ अब नेपालमा त्यस्तो त हुँदैन नि। तपाईँको अब पासपोर्ट बनाउने ठाउँमा तपाईँको न पार्किङ छ, न हस्पिटलमा गयो न पार्किङ छ। अस्ति खुद मैले नै तपाईँको चिट खायो। यो त आतंक हो नि, राज्य आतंक हो नि। यो त तपाईँको नियम कानुनको रूपमा, नियम कानुनको एउटा आडमा आतंक गरेको हो नि त यो त राज्यले। 20 लागेका कलेज पढ्दै तपाईँको पार्ट टाइम गर्ने युवाहरू, यो धेरै युवाहरू छौँ हामी। देशकै माया गरेर चाहिँ देशमै केही होला, देशमै चाहिँ राम्रो व्यवस्था होला र देशमै बसौँ, आफ्नै परिवारसँग आफ्नै भूमिमा बसौँ भनेको। तर यो चाहिँ तपाईँको नियमहरू कानुनहरू नआएर यो कम्पनीहरूको दमनले गर्दा चाहिँ विदेशी न बाध्य छौँ। बाइक सर्भिस गर्दा आफ्नो जेला गर्दाखेरि हाम्रो पर राइड 25 देखि 27 रुपियाँ चाहिँ हाम्रो खर्च छ पर किलोमिटर। अनि यो जुन एप्सहरूले पनि जुन हाम्रो यो उहरू नबुझिदिने, अझ घटाइदिने, अनि जुन यो अहिले कानुन बनेको छैन एप्सको भन्ने यस्तो भन्ने हामीलाई झुलाइदिने, हाम्रो कुरै नसुन्ने र यो प्यासेन्जरलाई फेरि ठाउँमै पुर्याउनु पर्छ। प्यासेन्जर भनेकै ठाउँमा लाँदाखेरि उता ट्राफिक चिट लिएर आउँछ। अब झार्ने ठाउँ पनि छैन। अब प्यासेन्जर फेरि त्यहाँबाट यता घुमेर आइदिनु न यस्तो भन्नु पनि प्यासेन्जर मान्दैन। ट्राफिक रुल्सहरू यो चिट काट्ने यो अब तपाईँको 10,000 5,000 20,000 छ, यो 50,000सम्मको छ। यो हाम्रो चाहिँ अब जम्मा बाइक किनेको हुन्छ रिकन्डिसनमा गएर हामीले 30-40,000 50,000 यहाँ नेपालमा केही गरौँ भनेर हामीले चाहिँ अब अहिलेसम्मको लागि केही गरौँ। अब घरमा सबैको हाम्रो आर्थिक अवस्था एउटै हुँदैन। यहाँ केही कमाएर हामी पनि यहाँ पढिरहेको हौँ, स्टुडेन्टको लागि पार्ट टाइम गरिराख्ने हो। र हामीलाई चाहिँ अब राइड सेयरिङ एप्सहरूले पनि यो जुन भाडा छ यो भाडा पनि नबढाइदिने। जस्तो तपाईँको अस्ति 270 रुपियाँ पर तेल हुँदा 270 रुपियाँ पेट्रोलको भाउ हुँदाखेरि पनि तपाईँको त्यस्तो हुँदाखेरि पनि सम्म हामीलाई चाहिँ अहिले यो जुन राइड सेयरिङहरूले भाडा नबढाइदिने, तपाईँको उल्टै घटाउने। तपाईँको अब 10 किलोमिटर हामी 107 रुपियाँ 8 रुपियाँमा हिँड्नुपर्ने। हाम्रो हिसाब गर्ने हो भने पर किलोमिटर 25 देखि 26 रुपियाँ खर्च छ तपाईँको बाइकको उस गर्दा, डाटा गर्दाखेरि, हाम्रो बाइक सर्भिस गर्दा, आफ्नो जेला गर्दाखेरि हाम्रो पर राइड 27 देखि 25 देखि 27 रुपियाँ चाहिँ हाम्रो खर्च छ पर किलोमिटर। अनि यो जुन एप्सहरूले पनि जुन हाम्रो यो उहरू नबुझिदिने, अझ घटाइदिने, अनि जुन यो अहिले कानुन बनेको छैन एप्सको भन्ने यस्तो भन्ने हामीलाई झुलाइदिने, हाम्रो